म डगुडेको रे अलि ठाउँला पक्थ्यो र अलि ठाउँला हलो जोते भयो ठाउँला तुरा त यस्तो मास्टर मिच्नुपर्छ कस्तो टिठो बन्नु भएको छ यार यसलाई भित्र घाममा राख्दा भित्र आगो बाले कि नै आगोमा सेका त तातो लाग्ने घाममा त्यति तातो छैन यसलाई नुहाएको भर्खरै नुहाएको यो पुरै डल्लो बढायो त डल्लो बढायो Hey guys, good morning. Welcome back to my new another vlog. I hope तपाईहरु सब सन्चै हुनुहुन्छ होला म पनि एकदम सन्चै छु एकदमै मस्त छु है सो गाइज इट मर्निङ अहिले चाहिँ बिहानको 9 भन्दा पनि अब भइसकेको छ सो खानासाना मस्त खाएर अहिले चाहिँ म बसिरहेको छु है अनि मैले भ्लगिङ बनाउँदाखेरि बजु हाँसिरहनु भएको छ के भन्नु बजु एक्लै कुरै गर्नु छैन कि एक्लै कुरै गर्नु छैन कि गाउँको मान्छे कोही बोलिने हुन लाग्यो कोही पागल हुन लाग्यो हुन लाग्यो हैन ठिकै छ के छैन हैन अब भ्लगिङ गरिरहेको छु अब मान्छेले बुझ्दैन ठिकै छ के छैन सो अब आजको मौसम चाहिँ यस्तो मस्त घाम लागिरहेको छ हैन हिजो अस्ति चाहिँ पानी परिरहेको थियो हिउँ पनि धेरै परिरहेको थियो आज आमाको हालत खराब छ आज आमालाई कुलकुले पर्नु भएको छ आमाको गाह्रो छ पखला लागेर हैरान छ अरे सो आजको काम चाहिँ हाम्रो एकदम बवाल हुनेवाला छ आज चाहिँ हामी जाँदैछौँ तोडी बोउनको लागि हलो जोतेर तोडी बोउनको लागि ए सिगाने ए काली कतिर खाना खाएर स्कुल जाने भाइ 9 भन्दा बढी भइगयो 9:30 बजीको छिटो खा किन स्कुल जाने आज कि बिदा हो क्याको बिदा हो भन्दै हैन बिदा स्कुल जाने हो भाउजू त्यही पागल भए बिदा भइगयो न पिए त लाग्यो नै के लाग्यो पनि के हुँदैन हैन उम्रिहाल्छ तोरी आज भाइ आज ए रुक्न आमा तल जानु है यहाँ तल आइज ल हटा ओइ गोरु गाड्ने हेर्ने पानी कनी क्या छ ए ल ल भाउजू नि आइगयो नि त अब जाने डाइरेक्ट अलि खोला जोड्ने हो आज हलो हामीले ल ओइ बाटो नै निकाउँदो बाटो छैन पुल भाग्दा है त्यो भाग्दो त्यो भिमान दा त भिमान दा त हरि भिमान दा त सबैछ जेठा भलगमा सबैछ भलगमा या यो हो नि तरिका भने ओका कसम गाइज दुःख दिनसम्म दिन्छन् कि गोरुले 4-5 महिना गोठभित्र बसेको हुँदो रहेछ हैन अब 81 बाहिर निकाल्दाखेरि 81 यो खुल्ला हुन्छ नि पुरै के खुसीले नाचिदिन्छन् भने कहाँ गयो हामी उ बन जाने तल हो ल ए ल आमो हुँदैन नि म डगुडेको रे अलि ठाउँला पक्थ्यो र
थाहा होला हलो जोतेपछि थाहा होला थोरै त यस्तो माटो मिच्नुपर्छ यहाँदेखि तलसम्म भाउजू कति गएर दुन्न 3 राफा 3 सो फाइनल्ली सकियो आज यो गडो बोएर यो पुरै तोडे भएको तोरी सबास गरे सबास माले रियल मिनरल वाटर भने यो गाइस मिनरल वाटर वाह पानी मिठो भनेको गाउँघरको हो कि गाइस जुम्लाको हुम्लाको कालीकोटको मुगुको तराईको पानी त के गर्नु ए आमा फाइनली म घर फर्केको हैन फाइनली हल जोतेर सकियो आमा भाउजू दुईटा गोरु पछाडि आउँदैछन् म चाहिँ अगाडि हिँडिदिएको किन भनेपछि धेरै दिन भयो ननुहाएको है टाउको आज टाउको नुहाउँछ हुन्छ हुन्छ बिचार अलि माथि हेर त माथि कस्तो टिठो बन्नु भएको छ यार यसलाई भित्र घाममा राख्दा भित्र आगोमा आगो बाले कि नि आगोमा सेका त तातो लाग्ने घाममा त्यति तातो छैन यसलाई नुहाएको भर्खरै नुहाएको यो पुरै डल्लो बढायो त डल्लो बढायो जहाँ चाहिँ यसलाई भित्र आगोमा राख्छ आगोको बाहिर राख्छ त्यही तातो मान्ने हो अब नास्ता पानी पनि खायो है हलो जोत्नबाट पनि आयो अनि म चाहिँ अहिले जाँदैछु घुम्नको लागि अहिले चाहिँ हाम्रो गाउँको भ्यू देख्न सक्नुहुन्छ यस्तो दामी 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 धेरै पछि आज नुहाएको यस्तो मस्त लागिरहेको नि ओ माई गड होइन अब ठाउँमा भइदिएको भए सधैँ नुहाइन्थ्यो सधैँ भन्नाले पनि हप्तामा 2-3 चोटि त नुहाइन्थ्यो अब यहाँ नुहाउन पाइन्न होइन अब कहिले काम अब नुहाउने मन हुन्छ सरसफाइ गर्ने पनि चाहना हुन्छ क्या चटक्क पर्ने चाहना पनि हुन्छ तर घरको कामले गर्दाखेरि यताउति समस्याले गर्दाखेरि त्यो नुहाउनै पाइँदैन क्या